हेलो गाइस नमस्कार सम्पूर्णलाई हार्दिक नमस्कार गर्न चाहन्छु र सम्पूर्ण आदरणीय दर्शक महानुभावहरूलाई बेबी ट्राभल ब्लगमा हार्दिक स्वागत गर्न चाहन्छु। हामी अबुधाबी स्थित लुलु हाइपर मार्केट भोइस मलमा छौँ र भोइस मलबाट आज पनि हामी नेपालको नववर्ष 2082 सालको शुभकामनाको नयाँ एउटा ब्लग बनाउँदैछौँ। आदरणीय सम्पूर्ण दर्शक महानुभावहरू यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। 3, 2, 1 यी 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा विशेष युनिस तर्फबाट सम्पूर्णमा मेरो हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। Happy New Year all my Nepali friends. Happy New Year all Nepali friends. सम्पूर्णमा नयाँ सालको धेरै धेरै शुभकामना। स्वदेशमा तथा विदेशमा रहनु सबै इष्टमित्र दाजुभाइमा मेरो चाहिँ नयाँ सालको धेरै धेरै शुभकामना गर्न चाहन्छु। आउँदै गरेको नयाँ वर्ष 2082 सालको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। नमस्कार सबैजनालाई, जय नेपाल। 2082 सनको सबैजनालाई मङ्गलमय हार्दिक शुभकामना। 2082 सालको सम्पूर्णलाई शुभकामना। नववर्ष 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। नमस्कार। नववर्ष 2082 सालको सम्पूर्ण नेपाली तथा देश विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनी आमा बुवाहरूलाई मेरो शुभकामना। धन्यवाद। नेपालीहरूको नयाँ वर्ष 2082 सालको हार्दिक मङ्गलमय शुभकामना। अस्सलामुअलैकुम। हैप्पी न्यू ईयर नेपाली भाई लोग के लिए और दोस्त लोग के लिए 2082 नेपाली हैप्पी न्यू ईयर, राइट? हैप्पी न्यू ईयर। अरू त के भन्छ तर मगाउन सोचे आर्थिक त्यही हो मेरो तर्फबाट। ह्याप्पी न्यू इयर। ल सम्पूर्ण आदरणीय दर्शक महानुभावहरूलाई नववर्ष 2082 सालको पावन अवसरमा मेरो दाजु र मेरो व्यक्तिगत तर्फबाट हामी दुवैको तर्फबाट सम्पूर्ण इष्टमित्रजन साथीभाइहरू लगायत सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु मेरो तर्फबाट र दाजुको तर्फबाट पनि। हो नि दाजु? ल हामी दुबईको तर्फबाट, कतारको तर्फबाट, साउदीको तर्फबाट, मलेसियाको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना। ल सबैको तर्फबाट एक मुष्टमा हाम्रो चाहिँ हार्दिक मङ्गलमय शुभकामना सबैजनालाई। गाडी चलिसकेको छ, अब गाडी चलिसकेको छ बेला पनि। अब हाम्रो यात्रातर्फ समय ढलिसकेको छ, गाडी चलिसकेको छ, हामी जान लागिसकेको छौँ। हामी बाइक गरेर सुताएछु, 2 हातले बाइक गरेँ, 1 हातले बाइक गरेँ है। सुरुवात गरेको चाहिँ होइन, बाइक गरेको है। म कुम्रिएको चाहिँ होइन है फेरि। ल यति भन्दै अब भने हामी अर्को हप्ता नेक्स्ट न्यू भ्लगमा आउनेछौँ। थ्याङ्क यू सो मच एभ्रीबडी वाचिङ दिस भिडियो। सी यू नेक्स्ट। ल फाइनली आज भने हामी 2081 सालको ड्युटी समापन गरेर अब भने हामी भोलिबाट 2082 सालको काम सुरु गर्नेछौँ। अब हामी गाडीमा जाँदैछौँ। Three, 2,